भिडमा हामी श्रीयमलाई देख्छौं। आफ्नी आमाले नजाऊ भन्दा भन्दै यहाँ आएका छन्। जान्छु भनेर अघिल्लो दिन उसले भनेको थियो, भन्न चाहिँ नभनेको होइन। किन जानु पर्यो यस्तोमा, के हुन्छ, पर्दैन जान भनेर भने। अनि अब हामी जेन्जी केटाकेटीको ड्रेसमा जान्छौँ, हामी माइनरलाई कसैले हात पनि लाउँदैन। उनले भ्रष्टाचार विरुद्ध युवाहरू लेखिएको ब्यानर बोकेका छन्, तर सबैजना उनी जस्तै संयमित छैन। साढे 12मा कर्फ्यू घोषणा हुन्छ। अब यो भेला गैर कानूनी बन्छ। यस गोली प्रहारका प्रत्यक्षदर्शी मध्ये थिए स्कूल ड्रेस लगाएका 17 वर्षीय किशोर श्रीयम चौलागाई। केही मिनेटपछि चोकको अझै नजिक श्रीयम फेरि देखिन्छन्। उनको अगाडि प्रदर्शनकारीको एउटा समूह प्रहरीमाथि ढुङ्गा हान्दैछ। यहाँको हिंसाबाट तर्केर श्रीयम चोकतिर फिर्ता हिँड्छन्। यिनै उनका अन्तिम पाइला हुन्छन्। केही बेरमा अर्को फोनले यो दृश्य कैद गर्छ, जुन नेपाल भरि भाइरल हुन्छन्। टाउको पछाडि लागेको गोलीको चोटबाट धेरै रगत बगिरहेका श्रीयमलाई बोकेर सडक पारी लगिन्छ। वरिपरिका मानिसले उनलाई एम्बुलेन्समा राख्छन्, तर ढिलो भइसकेको हुन्छ। राष्ट्रिय ट्रमा सेन्टरमा आइपुग्दा श्रीयमको मृत्यु हुन्छ। भदौ 23 गते संघीय संसद बाहिर गोली प्रहारबाट मारिने व्यक्तिहरूमध्ये उनी सबैभन्दा कम उमेरका हुन्। हाम्रो सबै सपना भयो। उनीहरूको लागि त एउटा विद्यार्थी गयो, हाम्रो लागि त एउटा संसारै गयो। भित्री मलाई रुनै आउँदैन क्या, मलाई गफ गरिराख्नु मन लाग्छ क्या। यही छ भन्छु अनि म उसँग गफ गरिराख्छु। कतिखेर आउँछ छिटो आएछ, मेरो मनमा त्यही मात्रै घुमिरहेको छ। स्कुलको ड्रेसमा मात्रै झझल्को आउँछ, ब्याग बोकेर आइपुग्छ भनेर। मैले त छैन भनेर मैले एक्सेप्ट पनि गरेको छु।